गुड मर्निङ साथीहरू सुलुलुलु। आज चाहिँ नेपालबाट सेन्से आउँदै हुनुहुन्छ क्या जापानमा घुम्नको लागि। अनि सो उहाँ सँगसँगै म चाहिँ अरू साथीहरूलाई भेट्न जाँदैछु। अनि मैले आज सोचेको थिएँ म बिहानै उठेर भ्लगिङ गर्छु भनेर क्या। अनि उहाँहरू चाहिँ मलाई 9:30 बजीतिर लिन आउँछु है भनेर भन्नुभएको थियो। अनि म त 8:40-45सम्म सुतेकै भएछु क्या। अनि त्यसपछि म त उठेर केही गर्नै नभ्याइदिएर क्या। अनि उठेर मुखसुख धोएर रेडी हुनै मलाई टाइम लागेर अनि यसो उठेर मतलब रेडी भएर अनि रेडी त राम्रोसँग भइसकेको थिएन। अनि यसो तल हेर्छु त सेन्सहरू आइसक्नु भएको रहेछ। अनि फेरि यहाँ त अब त्यो ठुलो मान्छेलाई कुराउनु भनेको त यहाँ त टाइमको त एकदम भ्यालु हुन्छ नि। कुराउनु भनेको त मार्छ नि। म हतार यस्तो हतार गरेर गएँ नि। अनि त्यसरी सेन्सेलाई लिएर हामी चाहिँ आइचिकेनतिर लाग्यौँ। अनि त्यहाँ चाहिँ अलिक गाउँ मतलब गाउँ टाइपको रहेछ क्या। तर एकदमै हरियाली कस्तो रमाइलो थियो क्या मौसम चाहिँ। अनि बाटो पनि एकदमै धेरै अन्डरग्राउन्ड रहेछ। अनि त्यसपछि सेन्से चाहिँ कति धेरै क्वेसनहरू गइरहनु भएको थियो। अनि मलाई के बोल्ने के नबोल्ने यस्तो फिल भएर अनि हामी चाहिँ साथीहरूको कम्पनीमा नि पुग्यौँ। अनि त्यसपछि उहाँहरू चाहिँ अलि एक्लै हुँदो रहेछ कि मतलब उहाँहरू 2जना मात्रै हुँदो रहेछ। अनि अलिक गाउँ साइडमा त्यस्तो कोही नभएको कि। अनि अरू सामानहरू किन्ने ठाउँहरू पनि अलिक टाढो रहेछ। अनि त्यसपछि उहाँहरू कस्तो नराम्रो मानिरहेको थियो कि हामी कस्तो कोही छैन भन्ने जस्तो। अनि त्यसपछि कस्तो फ्यामिली भेटेको जस्तो फिल भयो भनेर भनिरहनु भएको थियो कि उहाँले। अनि एउटा कुरा के साथीहरू अनि मलाई सेन्सेले चाहिँ बोकुन नआयो भनेर भनिरहनु भएको थियो कि। अनि म त त्यो धेरै मान्छेहरूको अगाडि नर्भस भएर म त बोकु भनेको त केटा मान्छेले आफ्नो नाम आफूलाई भन्छ नि त। अनि म त सेन्सेको नाम भनिरहेको म यस्तो पागल भएको हो नि आज। अनि त्यसपछि सेन्सेले के खाने भनेर सोध्नु भयो। अनि त्यसपछि मैले केही नखाने हामीले केही नखाने भनेर भनेको। अनि तर पनि रामेन खाउँ न भन्नुभयो। अनि त्यसपछि सेन्सेले चाहिँ हामीलाई रामेन यामा लिएर जानुभयो। अनि त्यसपछि म जापान आएको पनि 1 वर्ष त हुन लाग्यो। तर पनि मलाई त्यस्तो धेरै बाहिर गएर त्यस्तो खाने चाहिँ गर्दिनँ म। अनि त्यही भएर मलाई त्यस्तो केही थाहा छैन कि। रामेन पनि मैले एकचोटि मात्रै खाएको थियो बाहिर गएर। अनि मलाई पनि के खाने कस्तो नखाने के मिठो हुन्छ त्यो मलाई केही थाहा थिएन। अनि उहाँले चाहिँ हामीलाई चुज गरेर यो मिठो हुन्छ होला यो खाऊ भनेर भन्नुभयो क्या। अनि त्यसपछि सेन्सेले चाहिँ अलिक पिरोवाला मैले मतलब नपिरोवाला मैले चाहिँ अलिक पिरोवाला रामेन लिएँ। अनि पिरो छैन भनेर भन्दै थियो कि त्यो रातो देखेर त्यस्तो धेरै पिरो चाहिँ थिएन। अनि त्यसपछि मैले सेकेन्डचोटि ट्राई गरेको कि रामेन तर एकदमै मिठो। मलाई चाहिँ रामेन चाहिँ फर्स्टचोटि नै यस्तो मिठो लागेको हो नि। अनि त्यसपछि अरू केही खाने हो भनेर सोध्नुभयो उहाँले चाहिँ। अनि त्यसपछि नखाने भनेर भनेको तर पनि चिकन अर्डर गरिदिनु भयो कि उहाँले। अनि त्यसपछि आज चाहिँ मैले यसरी कपाल बाँडेर जानु चाहिँ एकदमै ठिक्क भएको थियो कि। मलाई थाहा थियो आज लास्ट गर्मी हुन्छ भनेर। अनि त्यसपछि त्यही भएर मैले त्यो फरकास्ट हेरेर नै मैले कपाल यसरी बाँधेको थिएँ कि यस्तो गर्मी थियो नि। त्यो ढोका बाहिर त एसी नभएको ठाउँमा त ढोका खोल्दै पुरै हफ्फ तातो बाफ आउने कि। अनि यस्तो तातो थियो नि। अनि हामीसँग धेरै टाइम पनि थिएन। अनि ठ्याक्कै 1:30 बजी चाहिँ अर्को कम्पनीमा आउँछ है भनेर भनेको थियो नि। हतारले हामीले चाहिँ यो खानासाना खाएर अनि त्यहाँबाट फर्क्यौँ। अनि फेरि यहाँ त टाइमको त एकदम भ्यालु हुन्छ 1-2 मिनट नि ढिलो हुनु न। सो हामीले त्यहाँको अरू साथीहरूलाई पनि भेटेँ कुरासुरा गरेँ। अनि त्यहाँबाट चाहिँ हामी पनि निस्क्यौँ। हेलो गाइस म चाहिँ फर्कि पनि सकेँ होइन। एकदमै रमाइलो भयो आजको दिन चाहिँ। मेरो आँखा पनि कालो भइसक्यो। ठ्याक्कै 3 बजी भनेको उनीहरूको टाइम फेरि यस्तो खतरा छ नि। ठ्याक्कै 3 बजी लाग्थ्यो क्या। आज यस्तो गर्मी थियो नि। मैले यसरी कपाल बाँधेर गएर यो खाता त्यस्ता नि लास्ट गर्मी क्या पुरै हफ्फ। अहिले चाहिँ माथि चढिरहेको भएर चाहिँ अलिक शीतल भइरहेको छ नत्र यस्तो गर्मी छ नि। ओके बाइ बाइ गाइस सी यु इन नेक्स्ट व्लग।